अर्को पाण्डे दाईकोबाट चाहिँ फेमस बिरयानी बन्दैछ है यहाँनिर। ल तरिका यो रहेछ के हो पाण्डे दाई? बन्दैछ है। यो के गर्नुपर्ने भन्ने कुरो चाहिँ सम्पूर्ण मैले देखाउँदै जानेछु। चिकन मुनिबाट आधा हाल्ने, त्यसपछि पाकेको भात फेरि माथिबाट हाल्ने, फेरि चिकनलाई टक्क लेयर बनाएर हाल्ने, त्यसमा प्लस यो पनि मिसाउनुपर्छ है। फेरि यो चाहिँ के होला भन्नु होला, फेरि सुकुटी होइन यो, फेरि यो चाहिँ प्याज फ्राई होइन है। अब यो यस्तो पाराको ल यो फेरि यो स्पेसल यो चाहिँ सिकिराख्नुपर्ने हुन्छ कि यो फेरि अर्ग्यानिक घिउ। अब यो यसो मिलाएर यो फेरि मसला होइन यो यो के फेरि भात ल्याउँ भात। हाम्रो स्पेसल दाजु यतातिर हाम्रो शाहरुख खान, हाम्रो अध्यक्ष काजी दाई उहाँ हुनुहुन्छ, लम्किँदै हुनुहुन्छ। के फक्कै हालेर जानुभयो। यसरी फेरि चामल खनाइसकेपछि फेरि अर्को लेयर बनाउनु पऱ्यो है साथीहरू। त्यसपछि फेरि चिकन चाहिँ ग्रेभी तरिकाको हुनु पऱ्यो। यो पाराको टक्क यो पुदिना पनि हाल्नुपर्छ है। फेरि पुदिना लेमन, फेरि प्याजको फ्राई प्याज। फेरि अब यो पाराले हाम्रो दाजुको ल यो पहिलो एउटा अनुभव गरियो बिरयानी यस्तो रहेछ भन्ने। ल लास्ट यो फाइनल स्टेज हो। लगभग फाइनल स्टेज रहेछ यो। अब यो स्पेसल पाण्डे दाजु, उहाँ अर्को दाजु। यो लास्ट के हो दाजु? मैले दाजुहरूलाई पनि रातारात भाइरल बनाइदिने भयो यार। यो फेमस यो बिरयानी फाइनली अब हाम्रो बसाउने बेला भयो। ल है साथीहरू, यसरी बनाउनुपर्छ है यो चाहिँ बिरयानी चाहिँ। थ्याङ्क यू फर वाचिङ। म यता बसेर भिडियो बनाउँदै थिएँ कि यति बेलासम्म चाहिँ मलाई यो रुगा लागेको छ, त्यो कारणले पनि म चाहिँ समय भएको छैन। के यो खास के गर्नु भएको दाजुहरू? यो चाहिँ बिरयानीमा दम लगाएको, हावा नलाग्छ बाहिर भनेर नि। यो बिरयानीको दम हो कि तिन पानी चाहिँ? यो तिन पानी गर्दा नि यस्तै देख्थ्यौ म गाउँघरतिर। यो तिन पानी जस्तै हो। अब प्रेसर कुकरमा चाहिँ बिरयानी बन्दैन। भनेपछि यो दम लाउनको लागि यो हावा नजाओस् भनेर नि टालटुल भयो। यो टालटुल गर्यो। दामी है दामी। ल तीन टालटुल गरिन्छ नि। ल ल ल भनेपछि कस्तो बन्ने रहेछ आज चाहिँ मजाले हेर्नुपर्ने भयो है त। हल्का पानी पनि लाउनु पर्यो भनेपछि दाजु यसमा एक्सपर्ट हुनुहुँदो रहेछ भन्ने मैले बुझेँ। अब अलिकति फेरि हातमा पानीले वरिपरि लिपिदिने टक्कसँगले। साथीहरू यो नयाँ स्टाइलको बन्दैछ है आज बिरयानी। फेरि बिरयानी पनि हेर्नु है, म जत्रै अग्लो छ नि। फेरि हाइट देख्नु भयो होला नि त मेरो, ठ्याक्कै म जस्तो। हेर्दै गर्नु होला, बाँकी भिडियो अहिले एकछिनमा आउँछ है फेरि अर्कोमा। त्यो बनाएको ल हेर्नुहोस् है गाइजहरू, अहिले बनाएको अब यहाँ सिल तोड्न गाह्रो भयो। अब यो चक्कु युज गर्नु परेको छ भनेपछि बिरयानी कस्तो भयो होला। ल खुल्यो है फाइनली। ल ल के छ सबैजना? बिरयानी खान रेडी हो? काइदा रेडी हो?